Hello everyone, welcome back to my new vlog. It's me Vivek Vantaura from Italy. कस्तो लाग्यो मेरो इंग्लिश? So guys, आज छ मेरो शनिबार ड्युटी छुट्टी. त्यही भएर आज रेस्ट गरौँ अनि आराम गरेर बसौँ भनेको. तर बिहानदेखि घर अगाडिको घरमा ढलाइ हुँदै रहेछ, घरमा आउँछ ढलाइ हुँदैछ र बिहानदेखि यो आवाज सुन्दै हुन्छ होला ब्याकग्राउन्डमा. त्यसले गर्दा म इरिटेट भइसके अनि प्लस आज म बुढा सुब्बा मन्दिर जान्छु भनेर सोचिरहेको थिएँ हैन. सोचिरहेको थिएँ जान्छु भनेको पानी परिरहेछ अलिअलि आउँदैछ. बिहान पनि पानी पर्यो, बेलुका पनि पानी पर्यो अलिअलि. अनि परिरहेछ अनि म चाहिँ त्यही यो अलिक उयो भइसकेपछि जानु पर्यो भनेर सोचिरहेको छु. प्लस त्यहाँनेरि उता साकेला पनि होला, कहाँनिर छ भने सुनेको थिएँ. भयो भने त्यहाँ पनि निस्किन्छु. नभए बुढा सुब्बा म पुगेर आउँछु. किनभने मलाई विगत केही समयदेखि एकदमै मलाई अलिक कस्तो कस्तो महसुस भइरहेछ हैन. एकदम हुन्छ नि म आफै हैन जस्तो लागिरहेछ क्या. भेरी एङ्ग्री पर्सन हैन, रिसाइराख्ने, जेपिटी सोच्ने, ओभर थिङ्किङ. अनि त्यो राम्रोसँग पढाइ भइरहेको छैन हैन, राम्रो पढाइ भइरहेको छैन. अनि त्यस्तैहरू के कुराहरूले गर्दाखेरि मेरो मन एकदम अशान्त जस्तो महसुस भइरहेछ र मलाई मनदेखि नै मन्दिर जानु मन लागिरहेको थियो हैन. त्यही भएर म जान्छु भनेर बसेको. सो गाइज, मेरो प्लान भएको थियो उता जाने, तर मैले यहाँ सबैलाई रेडी बनाएँ, सबलाई जाने बनाएँ. अर्को चोर पनि छ, अर्को चोर त अघि रेडी भइसक्यो. यहाँ नजाने भन्दै थियो. अब मैले भने जाउँ न भनेर यताउति भने. किनभने मैले कालो ब्ल्याक म्याजिक गरेँ, त्यसपछि सबजना रेडी भयो. तर अहिलेदेखि रेडी भयो होइन. चोक सोक पुगेर पैसा निकालेर आएर के गरेर उयो भइसक्यो. अब हामी यहाँबाट हिँड्छौँ. यहाँबाट हामी सिधै जान्छौँ मलाई साकेला गइसकेपछि हामी जान्छौँ माथि बुढा सुब्बा. त्यसपछि साकेलामा म आफै राई भएर म अहिलेसम्म सानोमा हुँदा एकचोटि गएको थिएँ हेर्न. तर त्यसपछि अहिलेसम्म गएको छैन क्या, किनकि धेरै लामो खान्छ अरू बेला भन्छु. अनि अरू जाउँ अनि हेरौँ हाम्रो साकेलामा राइनी दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण किराती राईहरूलाई. अनि जस्ट हेरौँ. एकदमै खुसी लागिरहेछ. किन एक्लै जानु अल्छी लागिरहेछ. सबजना रेडी भयो. अब हामी यहाँ जान्छौँ. प्लस म अलि मोटे भएछु किनकि बल्किङ. अनि अब हामी यहाँबाट जाँदैछौँ. सर्ट पो लाग्यो त फेरि यहाँबाट त भाइ रेडी भइसक्यो. रेडी भयो. ओके, लेट्स गो वे टु धरान. जहिले हामीलाई नै ठग्छ, हामीलाई भोटेबुल भनेर लाङ्गाली झार्दैछ. लाङ्गाली त मलाई थाहा थियो, तर जसले भोटेबुल नै यहीँ हो भनेर झार्छ. अनि अहिले हामी सबै चढेर जाँदैछौँ त्यहाँबाट भित्र अरे सबै यहाँनिर धराने दाजुभाइ बहिनीहरू जाँदैछौँ. अस्तिको गाडी 300 रुपियाँ थियो न, अहिलेको भाइ 150 बाइक पढ्यो. चुना लाग्यो केटाकेटी ठगेर सकिएन. भानुचोकमै उत्रेको रहेछ नि. अन्त नि रहेछ क्या. पक्का छाडा भाइ, छाड्नुहुन्न. वे टु साकेला. हामी चाहिँ भित्र आइसक्यौँ. अनि भित्र चाहिँ एकदमै गर्मी प्लस एकदमै मान्छे हुन्छ. लास्टै गर्मी आएर परे गर्मी. अनि निकै नै खुसी लाग्यो आफ्नो कल्चर देख्नु पाउँदा. अनि प्लस हाम्रो राजा हेलम्बर अब हामी एकछिन भित्र गएर एकछिन हेर्छौँ मजाले. तपाईँहरू पनि त्यहाँ आउँछौँ, तपाईँहरू मजाले हेर्नु होला. अनि लेट्स इन्जोय टुगेदर.
भेटेको छौँ दिदी भाउजू दाइहरूलाई अनि मैले हेलो हेलो हाम्रो एन्जेलिकालाई पुलिस बोलाइदिनु त पुलिस 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 अन्त साथीको साह्रै पेट दुखेर टोइलेट गएको छ अनि अब हामी यहाँबाट बाहिर निस्किन्छौँ हामीले एकदम घुम्यौँ राम्रो लाग्यो रमाइलो लाग्यो अझै समय नभएर हामीसँग मैले बुढा सुब्बा मैले जानै पर्छ किनकि मैले सोचेको छु म जान्छु भनेर होइन त्यही भएर अनि अब हामी त्यहाँ जान्छौँ अनि मजाले मेरो राम्रोको लागिहरू भन्छु अनि तपाईँहरू मसँग जोडिराख्नु होला यति नै जोडिराख्नु होला ओके धेरै गर्मी छ हामीले फर्किसक्यौँ एकदमै रमाइलो भयो एकदमै गर्मी भयो एकदमै राम्रो राम्रो मान्छेहरू आउनु भएको रहेछ अनि मैले दुईवटा डटपेन किनेँ दुईवटा डटपेन किनेँ जुन चाहिँ मलाई अस्ति किन्नु मन थियो तर मैले चाहिँ इटरीमा चाहिँ निलोबाट मात्रै भेटेको थिएँ यहाँ धरानमा रातो भेटेर मैले किनिहालेँ प्लस दाजुभाउजूलाई पनि भेटेँ अनि मैले भान्जीलाई पनि भान्जी भतिजीलाई पनि केही किनिदिएँ अनि त भाइलाई पनि किनिदिएँ के केहरू किनिदिएँ अनि सबै रमाइलो भयो यति नै अनि हाम्रो साथीलाई चाहिँ आज 75ले एकदम पेट दुखायो एकदमै झन्डै एक्सिडेन्ट पनि भयो हेर्दा हेर्दै हाम्रो यहाँ गाडीले दाजु बिस्तारै 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 झन्डै हाम्रो एक्सिडेन्ट भयो दाजु बिस्तारै बिस्तारै हामी रमाइलो गरी हिँडेको नमार्नु मिडियाहरूले लगेको एक्सिडेन्ट अनि यस्तो भयो रमाइलो भयो अब हामी यहाँबाट जान्छौँ सिधै बुढा सुब्बा देने वाला समझी और समझेगा चौकी में लास्ट टाइम अरे मेरा खाना सब हां चलो Let's go! बुढ़ा सुब्बा बहुत मजा आ रहा है पिण्डेश्वरी पनि आइसक्यौँ पिण्डेश्वरी कट्यौँ पिण्डेश्वरी कटिसक्यौँ अनि यहाँबाट धेरै नकुदेर होला फ्या फ्या भएर म यहाँ आइसकेँ तर आज पुग्ने जसरी भयो पनि सिसी हात पक्रिँदै हिँड्छ मजा ही आ गया फाइनली वी आर इन बुढ़ा सुब्बा द प्लेस आई वांट टू गो फॉर माई इनर पीस मलाई बोलाएको जस्तै महसुस भइरहेको थियो कि मलाई साँच्चै भने मलाई एकदम शान्तिको आवश्यक थियो जुत्ता खोलिहाल्छु मैले जुत्ता खोलिसकेँ लेट्स गो के हुने क्या अन्त भित्र जाँदा हुन्छ हजुर ए भित्र जाँदा त हुन्छ नि होइन फोटो नखिची ए हुन्छ मैले चाहिँ पूजा गरेर आइसकेँ भित्र चाहिँ मैले मोबाइल लानु पाइँदैन अब यता अर्को बुढा सुब्बाको आउनु पऱ्यो बुढा सुब्बी के भन्नु बुढा सुब्बी नै भन्नु बहिनी दाजु बहिनी रहेछ यता जान्छ अर्कोतिर भिडियो गर्नु पाइँदैन म भिडियो अफ गर्छु मैले चाहिँ दुईतिरै पूजा गरेँ अनि भित्र चाहिँ मोबाइल लानु पाइँदैन रहेछ त्यही भएर मलाई मनमा एकदमै असन्तुष्टि भइरहेको थियो एकदमै थाकेको जस्तो मनमा जे पाइ त्यो सोचाइरहेको थियो जुन मलाई यहाँ आउनु मन थियो भित्रैबाट उयो गर्नु मन थियो होइन मलाई त्यस्तो नआएर सोचाएर मलाई त्यस्तो जे पाइ त्यो खानु मन थिएन होइन किनकि त्यस्तो खाएर सल्युसन निस्केन होइन त्यही भएर मैले यहाँ आएर गर्छु भनेर गरेँ पूजा गर्छु मलाई शान्ति बनाउँछु भनेर आएँ के मागेँ जुन मनमै छ
अब अहिले माग्ने अवस्थै छ, माग्ने आएँ, दिने अवस्था आएपछि दिन पनि आउनेछु। अनि एकदमै मन सन्तुष्टि भएर आयो, पुरा होस्। एकदमै नराम्रो भइरहेछ मलाई, यति नै हो। अनि अब भाइहरू क्रिस्चियन हो सबैजना, उनीहरू छिरेन, मैले छिरेँ, आमाहरू पनि आउनु भएको छ, पूजा गर्दै हुन्छ। तपाईँहरू पनि आउनु होला, एकदमै राम्रो छ, राम्रो मनले श्रद्धासहित गर्नु होला होइन। आफ्नो भित्री मनबाट गर्नु, फलको आश गर्नु होइन, तर त्यसमा भर परि नराख्नु, मिहिनेत चाहिँ गर्नु। यस्तै हो। अनि अब खै के भन्यो, के बोल्दैछु, मलाई एकदम दुःख लागेर होला। अब अरू दुःख सुनाउनु मन छ, तर मलाई दुःखै मात्रै सुनाउनु मन छैन। के भन्दैछु म, पागल हुँदैछु म। अनि के भन्नु अब जान्छु हामी यहाँबाट। अनि जाँदै जाँदै भिडियो बनाउँछु म। त्यतिखेर भाइहरू कहाँ छु, भाइहरू पानी सिसकेको छ। एक दुईवटा फोटोसोट पनि खिच्नु पऱ्यो नि होइन, आएको भनेर। ओके मलाई एकदमै शान्ति भयो। अनि हामीले खाजा साजा पनि खायौँ। अनि मम्मीलाई पनि म खाजा लगिदिन्छु, मम्मी भान्जा बुवालाई। अनि यति नै। Hope you guys like it. Do like, comment, share, subscribe. Love you all.